हेलो गाइस, आज यो मेरो गुड लक फुटानेवाला छु। यसको नाम हो, तपाईहरु हेर्न सक्नुहुन्छ। अरु यहाँ ऑडियन्स देखाइदिनु। ऑडियन्स आज चुंगा फुटाको खुसीमै पार्टी। दाजुले खोइ नि ऑडियन्सले भाइले दिनु। फुटाइदिङ फुटाऊ। कति ले तपाई डिसाइड गर्नु कति छ? 5 रुपैयाँ दिने। 5 रुपैयाँ दिन्छु तपाईलाई। कति भन? तपाई तिमी खान कति? 50। मेरो मुखै लागोस्। कति? 5 रुपैयाँ दिएर दिन्छु म। 48 48,000। जय तपाई भन्नु। अहिले मैले 500 दिन्छु। के छ भाइ कति? कति दिनु भन्नु? कति छ यहाँ भन्नु? कति छ भन? 50 र 60 को बीचमा छ। एउटा भन्नु। तिमी भन्नु अरे। उले 50, उले 48। 52 अरे के सबले? 60। के सबले? म त्यहाँबाट धेरै भएला। कति भन भाइ? 52 अरे। 500 रुपैयाँ पाइस। तपाई कति भन्नु बाबा? तपाई भन्दा कति माया लाग्छ नि? तपाई आफै पनि भन्नु। 70। मेरो 48। उयले भन्यो। ओया ओइले दिन्छु म 500 रुपैयाँ। मनमा राख्नु ल हिसाब तिमीहरुको। 46। जल्दी गर न अरे। ओ फुट्यो। बीबी को कंगन को आवाज फुट्यो। गाइस। ओ भाइ साहब त मैले भिडियो बनाएर बस्छु। के छ भाइ? रोकर म भिडियो बनाउँछु। नो रोकै। वाउ। रोकेर नफुटाइ। छिटो यहाँ छ त मेरो भिडियो क्लिप। ओ भाइ साहब। त नबोल्नु नि। ओ भिडियो। मेरो फोनमा मैले बोल्नु। एक रुपैयाँ जोड राख्ने यस्तो हुँदो रहेछ हौ। पैसा। यसको महारानी हो। आज जीविका कंगन फुट्यो। यस्तो पो हुँदो रहेछ भित्र त। त पनि ढुलिनु भएको नि। वाउ। ल गनौँ गाइस। गनौँ गाइस। अब गनौँ भने म यहाँ उयो गर्छु। आउ गनौँ। गनौँ आइज रे। जाइन गर्दै गर्ने त। पुरानो 100 पनि रहेछ। म त बनेको त एक्स्ट्रा लिन्छ है। यी गर्ने जो। भयो गाइस। वाउ। एक साल भएको थियो। एक साल भएकै छैन नि। 6-7 महिना भयो। 6-7 महिनामा यति। मेरो पनि 3-4 महिना। और 1 रुपैयाँ टिप्स जोडेर यहाँ हालेको गाइस। सबै यो मेरो कस्टमरले दिएको पैसा हो। मैले 1 रुपैयाँ यसरी हाल्छु। यो त 5 रुपैयाँ पनि छैन होला। नै आउनु त भन्नु त। यहाँ गर्नु आयो त। 100 500 छिटो हुन्छ। मलाई जम्मा गर्दै त म प्याक गर्ने। मलाई नउठ है। यहाँनिर गन्ने मान्छे त थुप्रो छ। 1 2 3 4 ब्याङ्क जतिकै रहेछ त। यो बक्सी छ रे। बक्सिसमा 20 रुपैयाँ नोट पनि दिएको छ। यहाँ आउनु तपाईहरु पनि 1 रुपैयाँ जोड्यो भने यस्तरी हुन्छ खर्च गर्नु भन्दा। अहिले 2 जनाकै जम्मा गराए मजा हुन्थ्यो होला नि। मेरो मात्रै मेहनत। कस्टमर गरी फिङ गरेर हाँसेको पैसा हो यो। कसरी हाँस्नु पर्छ? आज निद्रा आउँदैन होला। कसरी हाँस्नु पर्छ? कस्टमरको गरी गरेर हाँस्नुपर्छ। पहिला सानोमा त हामीले 100 रुपैयाँ भन्दा कति राम्रो रमाउँथ्यो नि। ग्वालीमा खुजुरा बनाउँदै फेरि भोलि कति दिनमा काटिदेऊ गरेर मैले पनि सबै ग्वाली टेडा बेका। तिमी 100 भनेको नि के? सोल्टिरहेको बुढिया। के खाने गाइस? दिने चाहिँ हैन मुखले मात्रै भन्छ। यहाँ कोक दिएको छ त 1 2 यो त काटेले दिएको नि। हो यसले दिएको 100 रुपैयाँ लगाउनु पर्छ। किसरो भिडियोमा पनि उठ्यो होला। यो त सानो गाडी त तपाईँको है। यता त 500 100 को नोट यता राख्छु। जुवाइकोतिर 500 को नोट। धेरै 200 हालेन के मैले त। 100 र 500 100 र 500 मात्रै हाले। खुजुरा 10 रुपैयाँ हाले थिए र। त्यो पनि महाराजा हाले थिए। दाम त धेरै छ त। कोहीकोमा 1500 3000 नै हाल्छ। मेरो 58 है। ओ 48। 200 को छ
मेरो 50 थियो 500 रुपैयाँमा नजाउँ त मैले वा जुवा खाँदा नि बुङ भइसक्यो मेरो हातमा बुङ भइसक्यो आगे बुङ एउटा गेस्ट चाहिँ बुङ भएर जोरुसमा आएको भात पकाएको दाल के मुसुरी दाल फेरि बनाएको हैन मुसुरी दाल हो मुसुरी दाल ग्यास भएर यहाँ हातमै आटेन त भन नम्बरी त उल्टा पुल्टा गरेर हालेछ भने महात्मा गान्धी किन उल्टा पुल्टा गर्छ कोही कोही फेरि 1000 नि हालेछ जम्मा गरेर मैले नि हालेछु मेरो फेरि हाल्ने हो अब चाहिँ फेरि अर्कैसँग चाहिँ टार्गेट त्यो अब बिबी गङ्गन भयो अब पतिका रिङ भनेर हाल्ने तपाईँलाई रिङ बनाइदिन्छ पतिको साँच्चै मेरो उयो बाँकी छ तपाईँलाई पनि औँठी चाहिन्छ तिम्रो त यो त औँठी पो थियो त नि पैसा उपर भने औँठी पनि किन्ने हो चुरा पनि किन्ने हो चुरी कम गर्नु चुरी मैले यहाँ उयोको 50 को नोट आएको चल्ने दिएन मैला पुल पनि लिएर आइदिन्छु 100 रुपैयाँ 200 गर्ने फोर्टी त पार हुन्छ क्या हो उता लाग्छ होला जान्छ होला मेरो दाल डल्ने बेला भयो मैले दिएन यो दाल हो टाइम लाग्छ गर्नुलाई मान्छे कति यो अगाडि पैसा हामी राखेको हो यो खतम हुन्छ नि बुझ्नु टिपको पैसा सब्जी खाएरै खतम हुन्छ गाई बुढाबुढीको राख्नु पाएको भए चाहिँ हुन्थ्यो होला हाम्रो दिवालीमा 15,000 कमाएको थियो त्यो राखेन आधा राख्छु आधा राख्दिनँ मेरो भर्दै सबै साँच्चै मेरो टिप्सकै पैसा नि 20-30 रुपैयाँ दिन्छु गाडी भाडा पक्का अनि तेरो कहाँबाट कहाँ पुग्यो त सेलेरी पनि त्यो सोच न कति 1 साल भयो कति साल भयो सबै यो 10 मा कमाएको टिप्स लास्टमा यताउता गरेर लास्टमा मेरो चाहिँ मिल्छ जस्तो लाग्दैछ मलाई त कति तपाईको मेरो मिल्छ जस्तो लाग्यो 46 मलाई 50 मेरो 48 भाउजूको 70 60 पुग्दैन 60 पुग्दैन मलाई लाग्दैन 48 मेरो 48 चाहिँ नाङ्दैन म जे भन्छु त्यो त पक्का हो बसिनेर बोल न 5 रुपैयाँ पाउनु छ भने ओ त चिने बोलेर यसले त भरे ठिक्कमा भयो आज अब एलिली आजुबाजु त हुन्छ नि यो भाउजूको पैसा कसरी मिलाएको छ हैन अब यस्तो हो नि त होला 48,800 900 हुन्छ मैले जित्छ नि फेरि एक करोड त हुँदैन हो करेक्ट त हुँदैन तर खुजुरा धेरै हालिना छु मैले 48 तपाईको 48 बरु 800 अब नेक्स्ट टाइममा 500 के अरे ला कताबाट गर्नु पर्नु भयो कति भाइ अब गर्नुपर्छ त्यतै गर्नु सक्छु म 50 गर्ने हो म 100 दिन्छु 200 गर्नु ल म त पैसा यति चाहिन्छ 1 2 3 4 5 6 7 8 9 9 भनेको कति हुन्छ 1800 यो गर्नु अब म यसले छिट्टो गर्दै रहेछु त्यहाँ देखाउ न 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 21 22 23 24 25 26 27 1 रुपैयाँ नचलाउनु यहाँ 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 5100 यहाँ यो छ त उनीहरु 5000 ओ 5000 के गर्दैछ नि त्यो गम यो मुखको है हिसाब गरेर कति हो 6000 टिक्का यहाँ 1000 हो यो 5300 भने चाहिँ 100 भन्छ फेरि गर्नु पर्यो अब यसले म हिसाब गर्छु लु 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 फेरि हो नो भन कति 50,800 भयो गाइस
कि मेहनतको पैसा 10 रुपैयाँ सिक्का चाहिँ सिर्फ एउटा हालेछु 10 रुपैयाँ के गर्छु यो यसले चुरा बनाउँछु सुनको चुरा